Hello guys, welcome to my YouTube channel. सुरक्षा डायरी। आज चाहिँ हामी क्लासबाट जान खोजिरहेछौँ। भिजिटको लागि जान खोजिरहेछौँ। जम्मा 30-35 जनाको टोली छौँ हामी चाहिँ। आज भिजिटको लागि चाहिँ कहाँ जान्छौँ अनि त्यसमा हेर्दिनु होला है त। नमस्ते गर दिदीलाई नमस्ते गर सरी अर्को एउटा पनि छ इन्स्योरेन्स तपाईले सबैले इन्स्योरेन्स गर्नु भएको छ मलाई थाहा छ है अब त्यो इन्स्योरेन्स चाहिँ तपाईले आज तपाईले लेखापाला लगेर पेश गर्नु भने उतापट्टि अबको पालो चाहिँ रहेको छ कविताको यो भन्नमा कति राम्रो फुल्यो भने लाग्यो भन्नमा झक्क मक्क लाली गुराँस फुल्यो भन्नमा कति राम्रो फुल्यो भने लाग्यो भन्नमा लाली गुराँस फुलेको छ वनको वरिपरि टिप्न मन लाग्यो मलाई तल झरी वनमा फुल्ने लाली गुराँस वनमा फुल्ने माया देख्न पाए हुन्थ्यो मलाई त्यस फुलको छाया क्रमशः सरको लभ स्टोरीको पालो है त मैले त्यसलाई मैले आफ्नै पात्र बनाएर कमर पात्र भनेर कमर मात्लाउनु हुँदैन 54 बाट मैले पहिला रुन्जा टासे माथिमा 11 मा जोइन गरे पहिलो ब्याच अनि प्लस 2 को या अब प्लस 2 मा जोइन गर्यो मेरो घरदेखि 2 घण्टा स्कुलदेखि 2 घण्टा पूर्वमा मेरो घर अनि म चाहिँ 2-4 दिन धाउँदै गर्दाखेरि अब सानो खुच्चे मान्छे 15-16 वर्षको मान्छे बच्चा पाहाडको कति धाउने हैन अब अहिलेको बच्चाको खाने भारी कुरा पुष्टबाट ठुलो हुन्छ अनि सानसानै हुन्छ अनि यसले चाहिँ भाडा पर्न सकेन यो कलिलो छ यसका कारणले छिन्ने भयो यो दुब्लाउने भयो यसलाई भाडा राख्नु पर्यो भनेर भाडामा बसेर पढ्दै थियो पढ्ने क्रममा माथि सुकाले हट्यो भन्दा माथि हटेर त्यहाँ बसेको एउटा गोरेटो बाटो अलि तल 15 मिनट स्कुल हिँड्दै जाँदा 10 मिनट हिँडेपछि एउटा बाटोको छेउमा एउटा चाहिँ उहाँ टाढे घर 2 तले खरको छानो भएको बाटोलीमा राम्रो सुन्दर केटी यसो आँखा लाग्यो राम्रो सुन्दरी केटी यसो देखेँ अनि जे पनि आँखा जुद्यो उसले आँखा जुत्दा यसो हेर्दै गएँ अनि फेरि कलेज छुट्टी हो फर्केर फेरि बाटोलीको आँखा लाग्यो हेर्दै गएँ टुक्री हेर्दै जाने अनि हेर्दै गर्ने क्रममा दिन सक्दै गयो 2 वर्ष क्रस भयो अब मेरो 12 को अन्तिम एक्जामको दिन थियो एक्जाम दिइसकेर म फर्केर हेर्दै गर्दाखेरि अनि हेर्दै गएँ अब भोलिदेखि त म यो हेर्दैथिनँ होला बोल्चा 2 वर्ष बोल्चा पनि भएको छैन हैन अब हेर्दै मात्रै भएको छ हाई कन्ट्याक्ट मात्रै भएको छ त्यसपछि म लास्ट एक्जाम दिएर फर्केर जाँदै गएर हेर्दै जाँदा उनले एउटा कागज खुट्टा फाल्दिन् मैले खुट्टाले सो पर त सार्दै गएर टिपेर गोजीमा के रे रहेछ त यो भनेको म सुताको अब म तुबाट काली चाहिँ दिरासबाट घर जाँदैछु यो 2 वर्षको दिराको अन्तिम भएको छ अनि घरमा कोठामा गएर खाना खाने भन्दा अगाडि डङ्ग बेडमा पल्टेर चाहिँ यसो गोजी गरेर निकालेर हेरेँ त्यो कागजको खुट्टाभित्र प्लास्टिकमा प्याक भएको थियो त्यो सानो नानीको आँची जस्तो चिज प्याक भएको के रहेछ त कागजमा हिसाब प्याक भएको के रहेछ त त्यो सङ्केत तपाईँ बुझ्नु यसमा के बुझ्नु नानी जहिले मलाई जहिले त यो आची जस्तो मान्छेले मलाई हेर्दै गयो आँखा लाग्छ होला उयो आँखा लाग्यो भन्ने त्यसपछि म पोको देखेर चाहिँ भिसाले पहिला उसुका थिएँ म भिसाले पुरो भेजी त्यसलाई पोकोलाई चाहिँ फेरि ब्याक गर्दै त्यही पोको बोकेर म त्यो ठाउँमा पुगेँ गइसकेपछि पक्कै के रहेछ त के हो उसलाई त मैले सुन्नु पर्यो भनेर गइसकेपछि उसलाई भेट्न पुगेँ भेटेपछि उसले आँखा भयो आँखा पार्दै भयो 2 वर्ष त हाम्रो आई कन्ट्याक्ट आँखाको लभ त भयो तर म वैवाहिक हुँ मेरो 50 नानी भएको रहेछ नानीहरू पुरा चन्दनको पुरा राम्रो छ ताली 2 वर्षको लभ एकैचोटमा जाम तपाईँ चाहिँ सिन्दुर कति लागेको थिएन त्यसले 2 वर्षको लभ चाहिँ एउटा so cute नेक्स्ट को छ कोही छ नेक्स्ट अब अहिले त कागजको फोटो अर्को लभ स्टोरी सुन्नु पर्यो मेरो चाहिँ आँचीको पुगा होइन त्यो
तपाईँले पनि यसो लभ स्टोरी भनिदिनु भएदेखि के छैन लभ स्टोरी के हो काल्पनिक बनाएर राख्दैन काल्पनिक केही छैन त्यस्तो केही पनि छैन यो इलामैमा भेटेको होइन त्यही इलाममै अब इलाममा फेरि म अलिकति चलपलमै थिएँ ठिकठाकमा होइन केही हुँदैन मेरो गाउँले पर्ला फेरि इलाममै भेटेको अब इलाममा पनि ऊ पनि एकदम भाइरल पिकमा थियो म झन् अब टिकटकमै भेट भयो त्यति हो प्रोसेस हो त नि त्यो भन्दा प्रोसेस के उबेरै भन्नु नि अगाडि गएर छैन भने टिकटकमा भेट के भन्नु सबै थाहा छ आँचीको पोको आएको छ देखियो फाइनली हाम्रो जर्नी चाहिँ स्टार्ट भइसकेको छ गन्तव्यतिर लाग्यौँ कृपया हेरेर साथ दिनुहोला ठाउँमा घुम्यौँ एकदमै राम्रोसँग देखाउनेछु हेर्नुहोला ल फाइनली हामी चाहिँ यहाँ चिम्डी आइसकेको छौँ चिम्डीको यो भ्यू हेर्नुहोस् खेत हरियाली बिरुवा यस्तो ठाउँमा आइसकेको छौँ है त फाइनली हामी चाहिँ सुनसरीको चिम्डी हरिनगरा हुँदै हामी भुटातर्फ प्रवेश गरिसकेका छौँ भुटाबाट हुँदै हुँदै ठ्याक्कै हामी फुलचोकमा निस्किने छौँ फुलचोकबाट ठ्याक्क हामी कोसीटोप जानेछौँ है त फर्स्टमा यो चाहिँ रहेको छ भुटादेखि फुलचोक निस्किने ब्रिजको बाटो यता हामी पुगिसकेका छौँ लगभग यसलाई कुन ठाउँमा भन्छ मैले बिर्सेँ है यस फुलचोकभन्दा अलिकति भित्र हो त्यस पछाडि यस्तो हुँदै हुँदै हामी फाइनली हामी फुलचोकमा पुगिसक्यौँ फुलचोकबाट ठक्क लेफ्ट टर्न भएर हामी अब यहाँबाट अगाडि बढ्नेछौँ कोसीटोपतिर है त यो चाहिँ अब फुलचोक अगाडि लौकी है त लौकै बजार हो लौकै बजारमा पुगिसकेको छ यहाँको केही नजरिया हेर्नुलाई है त यो चाहिँ लौकै सिटी हल भर्खर नयाँ बन्दै हो क्या र पहिला चाहिँ थिएन फाइनली हामी चाहिँ कोसीटोप वन्यजन्तु आरक्षको गेटमा पुगेको छौँ है त यो चाहिँ गेट भयो हामी यहाँदेखि अब भित्र प्रवेश गर्नेछौँ अलिकति अगाडि चाहिँ यहाँ ड्युटी बस्टान्ड भएको छ उहाँहरूले चाहिँ रिपोर्टिङ गर्दै हुनुहुन्छ हामी जानको लागि त्यस पछाडि हामी लाग्यौँ अगाडितर्फ
यो चाहिँ यहाँबाट चाहिँ पुरा स्टार्ट भइसक्यो यहाँ चाहिँ रहेको छ कोहीको सँगसँग गरौँ तर कोही चाहिँ हामीले चाहिँ देख्यौँ यहाँ छ कि छैन त्यो पनि थाहा भएन होइन यहाँ रोकेर टक्क हामी झऱ्यौँ 73 सालमा आएको ए होइन पहिला भनेर कुन महिना हरियाली केही छैन मलाई पनि बसौँ न Hello everyone, welcome to Kosi Tapu. यहीदेखि हो सबै हेर्ने चाहिँ यहीदेखि हो मार्क्स सुतेको देख्यो? यहीदेखि हो सबै हेर्ने 10 किलोमिटर हिँडेर चरामुसो केही छैन बल्ल बल्ल चरो साथी म त के सोचिरहेको थिएँ के सोचिरहेको थिएँ होइन तर यो धेरै राम्रो हो फेरि चाहिँ एउटा यहाँ एक ठाउँमा आएर यहाँको भ्यू हेऱ्यौँ एकदमै राम्रो लाग्यो र त्यस पछाडि फेरि जाँदैछौँ यहाँ अर्ना छ भन्दैछ अर्ना लुको 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 गयो गयो हल्ला गर्नु हुने रहेछ नि यिनले देख्दो रहेछ हौ उसको आँखा चाहिँ कहाँ यो पनि लास्टै तगडा रहेछ यहाँबाट देखिन्छ है साथी छिटो छिटो सबले देख्यो क्या खोइ खोइ मलाई देखाउनु न खोइ ऊ जाँदैछ त ऊ ल यो सानो दुलोबाट हेर्नु देखि जाँदैछ त कालो ए कहाँ छ अनि कहाँ हो अग्लोबाट हेर्नुपर्ने देखिँदैन यहाँबाट कहाँ देख्छ मान्छेको अल्ट्राले त जुम गरेपछि हल्लिहाल्छ नि केही देखिँदैन त्यति टाढा छ त माथि त केही नि देखेन हेर्नु नि यहाँनिर कति अर्ना हेर्नेको भिड अर्ना चाहिँ कहाँ गयो गयो पुच्छर हलाउँदै
के मेरो फोटो खिच्दिने हेलो एक्सक्युज मी राम्रै आउँदैन अब चाहिँ हाम्रो यहाँ फोटो सेसन हुँदैछ फोटो सेसनको लागि सबैजना तल झरिरहनु भएको छ कोही भयो है लाटा भ्लग हो क्या केही पनि नबोल्ने लाटा भ्लग छुट्टै गयो मसँग आएको मान्छे सँगै जानु पनि हाम्रो र ब्याजीलाई सँगै लानु है तपाईँको ब्याजीलाई जानु पनि सँगै भइले नछोड्नु ए त्यही ठ्याक्कै यो चाहिँ कोस्टापुको एक्जिट गेटमा बेम्बो केभ रहेछ है ल बेम्बो केभ भन्ने ठाउँ रहेछ पाँचपोखरे गुफा जस्तो एकदम राम्रो छ यहाँ चाहिँ यता चाहिँ एक्जिट हुने Bamboo cave. कोसीटपुको ब्याम्बो केभ आइपुग्यौँ हामीहरू हेलो एकदम इन्जोय भइरहेको छ रमाइलो भइरहेको छ बहिनीको भ्लगमा हामी जोडिँदैछौँ आज लाइक गरिदिनु होला सबैजनाले कमेन्ट सेयर सब्सक्राइब तपाईँहरू पनि घुम्न आउनु होला है त के हो एक्जिट पोइन्ट चाहिँ कोसीटपुको हामी चाहिँ निस्किसकेको छौँ आज टोलीहरू अरू हेर्नु पाएन ल यस्तै छ है ल आजको यो भ्लग चाहिँ जानी नजानी बनाएको छु कृपया हेरिदिनु होला के कमी कमजोरी छ कमेन्ट गरिदिनु होला म अर्को भ्लगमा सुधार गर्नेछु जस्तो भए पनि कृपया अल्छिनमा हेरिदिनुहोस् होला
हुन्छ सर रहेछ भने खाली गाडीबाट टोलीहरू यता गइसकेको रहेछ भिडियो बनाउँदै बस्यो आफू ल यहाँ फेरि अर्को हात्ती रहेछ हात्ती हेर्न जाँदैछौँ दाइ मलाई दिन्छ एउटा ओ दाइ छैन त अनि के यो भनेको यसमा चाहिँ के हुन्छ भनेको फाइबरको धान सक्खर नुन हुन्छ कि हात्तीको बेस्ट एकदम मन पराउने मोमो अब राखेर वेट गरेर खाँदो रहेछ दारा भनेको यो जन्म कुकुर दारा हो छ यो पर्छ चबाउने बात चाहिँ कहाँ हुन्छ त भित्र छ यसको सामान तिम्रो कत्रो कान्छा हो एउटा सबै फोटो खिच्नु सबैले फाइनली हामी चाहिँ कोसी टापुमा सकेर यहाँबाट हो चत्रातिर लाग्दैछौँ है त यस्तै हुँदाहुँदै अब भ्लग एडिट गर्न चाहिँ अलिकति टाइम लाग्यो अब यस्तै हो ल हामी चत्राको यो बडा क्षेत्र धाममा आइपुगेछौँ यहाँ चाहिँ एकदमै धेरै गरम भइरहेको थियो घाम लागिरहेको थियो अब म चाहिँ भित्र गएन बाहिरबाट यसो नजर हाल्यो भने यहाँ त्यस पछाडि चाहिँ हामी फेरि आयौँ अब यहाँनिर चत्राको पुल नजिकै यहाँ चाहिँ आएर हामी कतिले फोटोसोटो खिच्नु भयो हामी चाहिँ खिच्यौँ हाम्रो घर जाने बाटो भएकोले 10 चोटि यहीँनिर गर्छौँ र यहाँ नास्तासास्ता खाने ठाउँमा बस्यौँ नास्ताहरू खायौँ र यता पुलतिरको यहीँबाट भ्यूहरू हेऱ्यौँ ल यस्तो छ अब यो भ्लगहरू एडिट गर्न चाहिँ टाइम लाग्यो मलाई 1-2 दिनपछि एडिट गर्दैछु टाइम नभएर कृपया माया गरिदिनु होला है त फाइनल डेस्टिनेसन चाहिँ चत्रासम्म हो यहाँ चाहिँ बडा क्षेत्रको हाम्रो गेट फाइनल आजको भ्लग चाहिँ यति नै भएको घोषणा गर्न चाहन्छु सबैलाई थ्याङ्क्स फर वाचिङ